कतिजना बहिनीहरू प्रेग्नेन्सीको सुरुको 3 महिनामा ब्लिडिङ भएर आत्तिदै आउनुहुन्छ र सोध्नुहुन्छ डक्टर के यो नर्मल हो भनेर। आज बुझौँ प्रेग्नेन्सीको सुरुको 3 महिनामा किन ब्लिडिङ हुन सक्छ भनेर। नमस्ते, म डाक्टर नेहा हमागाई, इन्दिरा आइभीएफ नेपालबाट। नम्बर 1 हो इम्प्लान्टेसन ब्लिडिङ। कहिलेकाहीँ बच्चा बस्ने क्रममा अलिकति ब्लिडिङ हुन सक्छ, त्यसको लागि डराउनु पर्दैन। यो एकदमै थोरै अमाउन्टमा हुन्छ र त्यस्तो भइरहने हुँदैन। नम्बर 2 हो तपाईको चाहिँ प्रेग्नेन्सी यदि खेर जान खोजेको हो त्यस्तो भने पनि ब्लिडिङ हुन सक्छ। त्यो भने तपाईले अल्ट्रासाउन्डमा थाहा पाइहाल्नुहुन्छ कि तपाईको अब मिसक्यारेज हुन खोजेको हो कि भनेर पनि थाहा हुन्छ। एक्टोपिक प्रेग्नेन्सी, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसेर बाहिर ट्युबहरूमा बस्छ। त्यस्तो बेलामा पनि पाठेघरबाट अलिअलि ब्लिडिङ हुन सक्छ र अल्ट्रासाउन्ड गर्दाखेरि प्रेग्नेन्सी ठाउँमा नभएर ट्युबमा बसेको भन्ने पनि थाहा हुन्छ। कहिलेकाहीँ चाहिँ अननोन रिजन्सहरूले गर्दाखेरि पनि यस्तो ब्लिडिङ हुन सक्छ, तर अल्ट्रासाउन्डमा सबै ठिक छ भने त्यति धेरै डराउनु पर्दैन। कहिलेकाहीँ पाठेघरको मुखमा सानो सानो पोलिपहरू हुनसक्छ, त्यसले गर्दाखेरि ब्लिडिङ हुनसक्छ। यो ब्लिडिङ चाहिँ पाठेघरबाट नभएर पाठेघरको बाहिरी भागबाट भएको ब्लिडिङ हुन्छ, जसले गर्दाखेरि तपाईँको बच्चालाई केही पनि असर पर्दैन। त्यसैले यदि तपाईँलाई प्रेग्नेन्सीमा ब्लिडिङ भयो भन्दैमा तपाईँको अबोर्सन यानि मिसक्यारेजै भएको भन्ने होइन। तपाईँले त्यस्तो भएमा नआत्तिकन आफ्नो डक्टरलाई गएर भेट्नु पर्यो, किन यस्तो हुन खोजेको भनेर बुझ्नु पर्यो र उहाँले प्रिस्क्राइब गरे अनुसार औषधि दिनु पर्यो।